नमस्ते सम्पूर्ण फेसबुक मेरो टिमहरूलाई है। आज चाहिँ चुनावको दिन थियो। बिहान 5 बजेदेखिकै सुरु भइसकेको थियो। हजुरहरूले मान्छे चिनेर भोट त हालिसक्नुभयो नि है। र टाढा टाढाका मान्छेहरूले भोट हाल्नु बाँकी पनि हुनुहुन्छ होला र हाल्दै पनि हुनुहुन्छ होला है। सही मान्छे चिनेर सही चिन्ह छापमा भोट हालेर सायद हजुरहरूको मनमा थाहा भइसक्यो होला मैले यसमा भोट हालिसकेँ भनेर है। त्यसैले म के भन्न चाहन्छु भने अहिलेसम्म त हामीले धेरै पार्टी चुनेर भोट हाल्ने काम गरिरहेका थियौँ। तर यो समय भनेको पार्टी हेरेर होइन साथीहरू, मान्छे हेरेर मान्छे चिनेर भोट हाल्ने समय आएको हुनाले गर्दाखेरि मैले योभन्दा अगाडि पनि भिडियो बनाएर हालेको थिएँ र अहिले पनि चुनावको दिन बेलुकाखेरिको समयमा पनि मैले भिडियो बनाएर हालिरहेको छु। कृपया यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला र हजुरहरूलाई मन परे एउटा लाइक र कमेन्ट पनि गरिदिनु होला है साथीहरू। किनकि म एउटा नेपाली भएर विदेशमा बसे पनि म नेपालको माया गर्ने मान्छे हो। त्यसैले नेपाल जस्तो सुन्दर देश सही मार्गमा जाओस् भन्न चाहन्छु। त्यसैले मान्छे चिनेर भोट हालिसक्नुभयो होला र तपाईँहरूको मनमा पनि सोचिसक्नुभयो होला आज मैले यसमा भोट हालेँ भनेर है। र मिल्छ भने कमेन्टमा पनि लेख्नु होला। यदि मिल्दैन भने कृपया यो भिडियोलाई लाइक र एउटा कमेन्ट गरेर मात्र जानु होला है साथी। किनकि यस्तै जानकारीमूलक भिडियोहरू म हजुरहरूको सामुन्ने ल्याइबस्छु, ताजा र सत्य कुराहरू है। म एउटा नेपाली नागरिक भएर हजुरहरूलाई के भन्न चाहन्छु भने म सधैँ नेपालमै जन्मेको कारणले र नेपाली भएको कारणले गर्दाखेरि म नेपाललाई धेरै माया गर्छु। म यदि नेपालमै बसे पनि र बाहिरै बसे पनि म सधैँ नेपाललाई माया गर्ने मान्छे हो। त्यसैले यो चुनावको दिन चाहिँ विशेष दिन भएकोले गर्दाखेरि यो भिडियो बनाएको, अन्यथा नसम्झिनु होला साथीहरू। घरि के को भिडियो यसले हाल्छ भनेर नसोच्नु होला। म जे छ अपडेट म त्यही नै गराउँछु है। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धन्यवाद। कृपया भिडियो जसको पनि भिडियो हेर्दाखेरि फुल वाच गरेर मात्र लाइक कमेन्ट गरिदिनु हुन अनुरोध गर्दछु। किनकि हामी फेसबुकमा काम गरिराख्दाखेरि कसैको भिडियोलाई धक्का दिएर तलतिर मास्तिर सार्ने काम गरौँ भने भिडियो फेसबुकले हाम्रो आइडीलाई ग्रो पनि गराउँदैन र हाम्रो इङ्गेजमेन्ट फलोवर्स र अरू सबै घट्नेछ। त्यसैले कसैको भिडियो हेरिरहनु भएको छ भने कृपया फुल वाच गरेर मात्र त्यो भिडियोलाई धक्का दिने काम गर्नु होला। यसो गर्नुभयो भने हजुरहरूको फेसबुक आइडी या पेज पनि प्रोफाइल पनि ग्रो भएर जानेछ र तपाईँहरूको फलोवर्सका साथै इङ्गेजमेन्ट पनि बढ्नेछ है साथीहरू। भिडियो अन्तिमसम्म हेरिदिनु भयो धेरै धन्यवाद। थ्याङ्क यू सो मच।